हत्तेरिका यस्तो राम्रो ठाउँमा चाहिँ यस्तो चाहिँ नगरिदिउँ न हौ। यस्तो नगरिदिउँ यार। हामीले त त्यसरी रेडुल खाएर बोकेर हिँडिरहेको छौँ। यस्तो गर्नु हुँदैन क्या। यहाँ यत्रो हिँडेर लास्टमा यो फोर दर्शन गर्न आएको जस्तो। हेलो गाइज, हामी चाहिँ कहाँ रे? हनुमान डाँडा हाइकिङ। हेर्नु त कहाँबाट आएको, तलबाट आएको, माथि आधी बाटो नि भएन। माथि गएपछि देखाउँछु। यस्तो खर्च गरेर अप टु डाउन सिँढी हालिदिएको छ, तर मान्छे चाहिँ कोही नआउँदो रहेछ है। आउनु पऱ्यो घुम्नलाई। यसो हेल्थ केयर गर्नु पऱ्यो। हिँडिसकेपछि पसिना आउँछ, पसिना आएपछि शरीरको रोग जति सबै जान्छ। होइन छोरी? खै देखिएन। हामी त तलबाट आएको नि। यसरी घुमाउँदै 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 यहाँबाट यसरी घुम्दै 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 माथि डाँडामा चाहिँ कहिले पुग्ने खोइ। गाह्रो गाह्रो भयो यत्रो जङ्गलमा। आज छुट्टीको दिन टन्नै मान्छे होला हाइकिङ जाने भनेको त यहाँ बाउछोरी मात्रै भयो। के खाने भनेको खोइ त्यही गरेको के रहेछ। हेलो गाइस, यहाँनिर के बनाएको होला भनेर बाउसरी कुरा गर्दै आएको थिएँ। यहाँबाट चाहिँ खास के देख्दो रहेछ भने भन्नुहोस् त म देखाउँछु। यहाँबाट आएर यो ठाउँमा चाहिँ यहाँबाट चाहिँ अहिले बादल लागिरहेछ। किनभने त्यति सर्लक्क राम्रो भ्यू रहेछ। यहाँबाट जङ्गलको बिचमा एउटा भ्यू पोइन्ट रहेछ। हेर्नु न, यतातिर देखिन्छ क्या। ए काठमाडौँ हो गाइस। होइन यो हामी बसेको चाहिँ ललितपुर हो। यो चाहिँ यहाँबाट देखिने चाहिँ काठमाडौँ हो। यहाँबाट जुन तपाईँहरूले देखिरहनु भएको छ नि, यो चाहिँ काठमाडौँ हो। काठमाडौँ के अरे पहाडै उचाले ल्याए अरे। अनि पहाड उचाल्दा कुन पो भगवान् कस्तो भनेको, रामले चाहिँ लक्ष्मण र कसको अरे त्यो रावणको छोराको र लक्ष्मणको युद्धमा चाहिँ घाइते भएको हुन्छ नि त। त्यतिखेर चाहिँ हनुमानले यो काफल कहाँ, यो त उसको रुख हो। यो चाहिँ होला, यो चाहिँ होला गाइस। काफलको रुख बाटै भरि रहेछ है काफल खान आउनु। त्यो बेला हनुमानले ल्याउँदा त्यो डाँडाको एउटा सानो टुक्रा खस्यो अरे। मैले पनि त्यही सुनेको थिएँ। जडीबुटी पाउँछ। हाइक गर्दा गर्दै यदि पानी पऱ्यो भने यसो बस्ने ठाउँको सुविधा पनि रहेछ है यहाँनिर। गाइस क्या दामी ठाउँ रहेछ ल। हे अझै रहेछ डाँडा त कहाँ हो कहाँ। ल नेक्स्ट टाइम आउँदा चाहिँ हाम्रो यो भिडियो हेरेर सबैजना हनुमान डाँडा आउनु है हाइकिङ। आज त बाउछोरी मात्रै भयो, छैन कोही पनि। पुरै सन्नाटा। चराले गीत गाएर सुनाउँदैछ बरु। हामी चाहिँ बाउछोरी थकाइ माऱ्यो। थकाइ मारिसकेपछि फेरि हिँड्यौँ। थकाइ अझै छ टन्नै छ।
उतै माथि कसो घर रहेछ हो के हो त त्यो घर होइन त्यहीसम्म हो कि के हो हाइटिङ नै होइन अहिले होइन डाँडा त माथिसम्मै छ त अँ, ऊ हेलो गाइज हामी चाहिँ हिँड्दा हिँड्दै चान्डाडामा आइपुगेछ चान्डाडा हेर्ने हो लास्ट ल्याउँदा त्यो चान्डाडा आइपुगेछ त्योभन्दा माथि हत्तेरी हामी बहुसरी मात्रै छ यत्रो उसमा कोही छैन मान्छेहरू चान्डाडा तर खास तर्साउने ठाउँ हो कस्तो रमाइलो रहेछ यार भूतहरू क्या इन्जोय गर्छ होला यहाँ है यो हेर्दै टक्क यतातिर बसेर कोही पार्टी गर्छ होला कोही यतातिर पार्टी गर्छ होला कोही त्यहाँतिर कोही त्यहाँनिर जल्दै गरेको ठाउँमा चाहिँ अर्को साथी पनि आइपुग्यो भन्छ होला यतातिर बसेर कि यतातिर बसेर कि हेर हामी कहाँ आएको ऊ चाहिँ के हो त्यो खै कति हाँसिल कति हाँसिल ऐसिलोको पछाडिपट्टि हेर्नु त्यो के हो त्यो त्यही त यहाँबाट यहाँसम्म चाहिँ सजिलै थियो बाटो यसरी रुखहरू चाहिँ नकाट्दै हुन्थ्यो यस्तरी रुखहरू काट्दैछ अब चाहिँ नाक ठोकिने उकालो आयो जस्तो छ हात्तीले नाकको सुँड ठाडो पारे जस्तो रहेछ त है त्यो गाडा ल जाउँ सरी अब यो त्योहरू चाहिँ के भनेको त उयो पानी बग्ने ढल यहाँ यसो हेर्दा त रोड जस्तो देखिँदो रहेछ यो लास्ट ल हेर्नु कस्तो उकालो छ ठाडै तलबाट माथि जाने सकिँदैन त ल्याएको अझै माथि छ ल हेर्नु यहाँ बँदैले सुरुङ खान लगाएर छ बजेट नपुगेर छोड्दैछ अरे अझै उकालो छ त हौ, छोरी होइन त्यसो नभन्न किन यदि छोटो हाइकिङ त हाइकिङ हुँदैन नि अर्को तल कसरी आउनु यो सर्ट छ यो बाटो अनि गाइस फाइनली डाँडा त सकिएछ त हौ यो माथिको डाँडा चाहिँ हनुमानले लिएर गयो अरे क्या अजम्बरीको जडीबुटी यहीँ छुट्याएको थियो अरे नि त त्यही भएर त हनुमान डाँडा हो यो ठाउँको नाम फर्केर तल हेरौँ ए चिप्लेटी खेलेर जानुपर्ला जस्तो जाँदाखेरि सुतो भएर त्यो पनि सेतो खालको साडी लिएर आएर भुटिया ल बाटो छ क्या डाँडा सक्यो डाँडै सक्यो त यहाँ डाँडा सकेको भएर यहाँ अर्को डाँडा बनाएर आएर छ नि त यस्तो राम्रो ठाउँमा चाहिँ यस्तो चाहिँ नगरिदिउँ न हौ ए यस्तो नगरिदिउँ यार हामीले त त्यसरी रेडुल खाएर बोकेर हिँडिरहेको छौँ यस्तो गर्नु हुँदैन क्या यहाँ यत्रो हिँडेर लास्टमा यो फोहोर दर्शन गर्न आएको जस्तो के गरिदिएको छ फोहोरै फोहोर होइन है एउटा धोरोमा हालेर तलै लानुपर्छ क्या यहाँ आएर यसो पिकनिक सिक्निक गरिसकेपछि तलतिर डस्टबिन पाइहाल्छ नि यसरी फोहोर गरिदिनु भएन हौ साथीहरू जो पनि आउँछ यहाँ यस्तो फोहोर नगरिदिउँ यार ल अब यतापट्टि गयो भने कहाँ पुग्छ होला यतापट्टि गयो भने कहाँ पुग्छ होला अब ओ हस्पिटल पुग्छ छोरी यहाँबाट गयो भने ल यताबाट गयो भने हस्पिटल पुग्छ यताबाट गयो भने चाहिँ लेले पुग्छ
यताबाट गयो भने चाहिँ कता पुग्छ भिरमुनीतिर पुग्छ त्यहाँ के अरे पिआई चाहिँ निस्किन्छ होला। यो चाहिँ लेले जाने बाटो पुग्ने म देखाउँछु चलो 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 जुम गरिदिन्छु म इस देख्नु गाइस यहाँबाट लेले जाने बाटो देख्नुहुँदैछ हामी आउन चाहिँ यो डाँडा यतापट्टिबाट आएको कि अनि अहिले चाहिँ यहाँबाट देखिने भ्यू यो यतापट्टि लेले यतापट्टि के भन्छ अरे चापागाउँ राइट गजब मजा आउने रहेछ तर यहाँ मान्छेहरू भयो त रमाइलो हो नि कोही छैन हामी बसुरी मात्रै तरिका यस्तो राम्रो ठाउँमा 4x4 बनाइदिएर क्या हनुमान डाँडाको 4 फाल्ने डाँडा जस्तो बनाइदिएछ यार भएन गाइस यहाँ जो पनि आउँछ आफूले लिएर आएको खानेकुराको बोक्रो सोक्रो चाहिँ बोकेर तलै लैजाउन तल डस्टबिनमा हाल्न दिइहाल्छ क्या अरे यो त भएन यार 4x4 मेरो छोरी यहाँ बसेर आरामले नेट राम्रो चल्दो रहेछ ल हनुमान डाँडाको माथि डाँडाको भ्यू चाहिँ यही नै हो अब यहाँबाट साइड भ्यू हेर्नको लागि चाहिँ रुख काट्नुपर्छ रुख त नकाट्नु होला है अघि अब यता तल गयो भने लेले साइड पऱ्यो अनि हामी आएको चाहिँ यताबाट हो पाखेल ग्रुपमा आउनु पायो भने चाहिँ रमाइलो हुने रहेछ यहाँ बाउछोरी मात्रै पऱ्यो ग्रुप भोलि पर्सि ग्रुप मिलाएर आउनुपर्छ यतातिर हेर्नु त कति आनन्द हामी चाहिँ डाँडा छोडेर हिँड्यौँ अब डाँडा छोडेर हिँड्यौँ यसरी आफ्नो फोहोरहरू आफै बोकेर लिएर आउनु पऱ्यो क्या तँलाई देखाएको यसरी तल गएर डस्टबिनमा हालिदिने हो यहाँ सबैजनाले फोहोर फाल्यो भने त फोहोरको थुप्रो भइहाल्छ नि हो जङ्गलतिर पनि फाल्दैछ यस्तो चाहिँ नगरौँ क्या त्यहाँ तल बाँदर रहेछ पाएको होइन नि फेरि बाँदर पिड्छ होला हेर्छ त हामीलाई त गाइस अब त बाँदरहरूलाई पनि निन्द्राले छोडेछ ए गयो केही नगर्ने रहेछ गयो यताभित्र गयो जाने बेलामा मात्र गाह्रो हो फर्किने बेलामा त आनन्द छ खुट्टा काम छ हो त नि एक दिन टेन्ट लिएर आएर म त यतै बसिदिन्छु राति टेन्टभित्र त के आउँदैन होला नि रेड बुल खुवाएर पठाइदिनु त्यसलाई हेर्नु त के त्यहाँ देखेँ बाँदर बच्चा रहेछ क्या त्यसको फर्किने क्रममा चाहिँ देखिने भ्यू अघि भन्दा अलिकति खुले जस्तो भएछ त्यतातिर चाहिँ पुरा बादलले छेकिरहेछ क्या अब हाम्रो भ्लग चाहिँ सक्यो मतलब के अरे हाइकिङ सक्यो अब हामी स्टार्टिङ पोइन्टमा आइपुग्यो पाखेल
यहाँबाट स्टार्ट हुन्छ हाइकिङ हुँदै हुँदै यहाँबाट माथि डाँडामा पुगेर आएको हामी कि अब यहाँ खुट्टा काम्दो रहेछ दुइटै खुट्टा काम्दो रहेछ ओके बाई बाई आउनु होला यसपालि चाहिँ हामी बहुछोरी मात्रै भयो नेक्स्ट टाइम चाहिँ सबैजना मिलेर जाउँ हाइकिङ ओके बाई बाई